यो भिडियो हेरेपछि तपाईले थाहा पाउन सक्नुहुनेछ कि अल्छीपना के हो, यो कसरी पैदा हुन्छ र अल्छीपना कसरी हटाउन सकिन्छ। अल्छीपनाको बारेमा बुद्धको प्रसङ्गबाट या बुद्धले दिनुभएको अल्छीपना हटाउने उपाय म प्रस्तुत गर्न चाहन्छु। एक दिन अल्छीपनाबाट हैरान भएको एक व्यक्ति गौतम बुद्ध कहाँ आउँछन् र भन्छन्, गुरुवर, मैले अल्छीपनाको कारण जीवनमा केही पनि गर्न सकेको छैन। म भित्र धेरै अल्छीपना छ। चाहेर पनि अल्छीपना हटाउन सक्दिन, तर जीवनमा धेरै कुरा गर्न चाहन्छु, धेरै कुरा प्राप्त गर्न चाहन्छु। त्यसैले गुरुवर, कृपा गरी यसको उपाय बताइदिनुहुन अनुरोध गर्दछु। बुद्धले मुस्कुराउँदै भन्नुहुन्छ, तिमीलाई कसरी थाहा भयो तिमीभित्र अल्छीपना छ भनेर? अल्छी व्यक्तिले भन्छन्, गुरुवर, केवल मैले मात्र होइन, मेरो पुरा परिवार मलाई अल्छी भन्छन्। म अल्छी मान्छे हो। बुद्धले भन्नुहुन्छ, के तिमी त्यसको प्रमाण दिन सक्छौ अल्छी मान्छे भनेर? अल्छी मान्छेले भन्छ, हजुर गुरुवर, म दिन सक्छु। बुद्धले भन्नुहुन्छ, ल प्रमाण देऊ। अल्छी मान्छेले भन्छ, गुरुवर, मलाई थाहा छ बिहान उठ्नु शारीरिक मानसिक स्वास्थ्यको लागि धेरै राम्रो कुरा हो। त्यसै गरी व्यायाम गर्नु, ध्यान गर्नु धेरै राम्रो कुरा हो, तर पनि म गर्न सक्दिन। मेरो अल्छीपनाले गर्न सक्दिन। बुद्धले भन्नुहुन्छ, के तिमीलाई थाहा छ अल्छीपना के हो? गुरुवर, मलाई अल्छीपनाको बारेमा थाहा छैन, तर जे भए पनि अल्छीपना धेरै नराम्रो कुरा हो। बुद्धले भन्नुहुन्छ, अल्छीपना एक मानसिक अवस्था हो, भाव हो, विचार हो, जुन हामीले जाने नजाने हामी आफै पैदा गर्छौँ। अल्छी व्यक्तिले भन्छ, तर कसरी गुरुवर? बुद्धले भन्नुहुन्छ, पहिला तिमी यो बुझ्नु कि अल्छीपना दुई कारणले पैदा हुन्छ। पहिलो कारण हो शारीरिक र दोस्रो कारण हो मानसिक। शारीरिक अल्छीपनाको पहिलो कारण भोजन हो, खाना हो। हामी यस्तो खाना खान्छौँ जसमा कुनै जीवन हुँदैन, किनकि हाम्रो शरीर हामीले खाने खानेकुराबाट प्राप्त ऊर्जाबाट सञ्चालित हुन्छ। त्यसकारण हामी जस्तो खाना खान्छौँ त्यस्तै ऊर्जा प्राप्त गर्छौँ। यदि अल्छीपनाबाट बच्न चाहन्छौ भने सजिलै बच्ने र सिधै प्रकृतिबाट प्राप्त खाना खानुहोस्। अल्छीपनाको शारीरिक दोस्रो कारण भनेको गलत तरिकाबाट चल्नु, बस्नु र गलत तरिकाबाट सुत्नु हो। शरीर चल्ने, बस्ने र सुत्ने कुराको तालमेल नबित्दा पनि अल्छी लाग्ने गर्दछ। बुद्धले अल्छीपनाको तेस्रो कारण भन्नुहुन्छ, अल्छीपनाको एउटा कारण अनिन्द्रा पनि हो। हामी धेरै पनि होइन, थोरै पनि होइन, ठिक्क सुत्नुपर्छ। फ्रेस हुने गरी सुत्नुपर्छ। यदि आजको रात राम्रोसँग सुत्नु भएन भने राम्रोसँग उठ्न सक्नुहुन्न, काम गर्न सक्नुहुन्न। त्यो अल्छी व्यक्तिले भन्छन्, हजुर गुरुवर, यो त मैले पनि महसुस गरेको छु। बुद्ध भन्नुहुन्छ, अल्छीपना हटाउन चाहनुहुन्छ भने बिहानै उठ्नुपर्छ। अल्छी व्यक्तिले भन्छ, तर म बिहानै उठ्नै सक्दिन। बुद्ध भन्नुहुन्छ, तिमी राति छिटो सुत्दैनौ, त्यसैले छिटो उठ्न सक्दैनौ। छिटो उठ्न राति छिटै सुत्नुपर्छ। बुद्ध भन्नुहुन्छ, अल्छीपनाको मानसिक अर्थात् मनको पहिलो कारण हाम्रो पुरानो गलत धारणा हो, जुन हामी कुनै पनि काममा सक्षम ठान्दैनौँ। जब हामीले आफूलाई कमजोर ठान्छौँ, तब हामी भित्र अल्छीपना उत्पन्न हुन्छ। यदि हाम्रो मनमा पहिले जस्तै फेरि पनि असफल हुन्छ होला भन्ने शङ्का उत्पन्न भयो भने त्यस काम गर्न अल्छी लाग्छ। हामी यो थाहा पाउँदैनौँ कि पहिला र अहिलेको अवस्था फरक हो। हामी अगाडिको हारबाट धेरै नै ज्ञान र अनुभव प्राप्त गरेका हुन्छौँ। यस्तो किसिमको मानसिक समस्याबाट बच्न सबैभन्दा पहिला आफैलाई विश्वास गर्नुपर्छ। मानसिक अल्छीपनाको दोस्रो कारण हो अल्छी मान्छेहरूको सङ्गत हो। कहिलेकाहीँ यस्तो हुन्छ कि आफू अल्छी नहुँदा पनि अल्छी र कमजोर मान्छेसँग हुँदा आफू आफै कमजोर र अल्छी भन्छौँ।
अल्छी व्यक्ति भन्छन्, हजुर गुरुवर, यो कुरा त मैले पनि महसुस गरेको छु। बुद्ध भन्नुहुन्छ, मानसिक अल्छीको तेस्रो कारण हो कामको टाल्ने बानी। कामको टाल्ने बानी अर्थात् भोलिवाद अल्छीपनाको एउटा प्रमुख कारण हो। सुरुमा यो थाहा हुँदैन, तर बिस्तारै बिस्तारै काम टाल्ने बानी बन्दै जान्छ। मान्छेको जिन्दगी बर्बाद गर्न यही काफी छ। बुद्धले भन्नुहुन्छ, मानसिक अल्छीपनाको चौथो कारण हो लक्ष्यको स्पष्ट नहुनु। स्पष्ट लक्ष्य नहुनु हो। बुद्धले अल्छी व्यक्तिलाई भन्नुहुन्छ, मान यदि तिमी मरुभूमिमा फसेको छौ र एकदमै तिर्खाएको छौ, यो अवस्थामा तिमी के गर्छौ? अल्छी मान्छेले भन्छ, म पानीको खोजी गर्छु। फेरि बुद्धले सोध्नुहुन्छ, यदि पानी खोज्दा पनि भेटाउन सकेनौ भने के गर्छौ? अल्छी मान्छेले भन्छ, म अझै प्रयास गरिरहन्छु पानी पाउनको लागि, किनकि मसँग कुनै अर्को विकल्प छैन। गौतम बुद्ध मुस्कुराउँदै भन्नुहुन्छ, मान्छेलाई अल्छीपनाले तब घेर्छ, मान्छेलाई अल्छीपना तब आउँछ जब उसँग स्पष्ट लक्ष्य हुँदैन, अर्थात् उसँग धेरै विकल्प छ। त्यसैले स्पष्ट लक्ष्य नहुनु अल्छीपनाको प्रमुख कारण हो। त्यसैले स्पष्ट लक्ष्य हुनु एकदमै जरुरी छ। यदि तिमी बिहान उठेर व्यायाम गर्न सकेको छैनौ भने यसको कारण तिम्रो नजरको स्पष्ट नहुनु हो। व्यायाम नगर्दा भविष्यमा हुने रोग र पीडाको स्पष्ट रूपमा महसुस नहुनु हो। बुद्धले मनको अल्छीपनाको पाँचौं कारण हो कुनै पनि काम गर्नुको ठूलो कारण नहुनु हो। मान यदि तिमी कुनै जङ्गलमा गइरहेको छौ र आराम गरिरहेको छौ, त्यही समयमा उताबाट एउटा डाकु आइरहेको देख्यौ भने के तिमीलाई भाग्न अल्छी लाग्छ होला त? लाग्दैन नि, होइन? मेरो एउटा कुरा याद गर, अल्छीपनाले त्यही काम गर्न रोक्छ जुन काम गर्नको लागि ठूलो कारण छैन। अल्छी व्यक्ति भन्छन्, गुरुवर, हजुरलाई धेरै धेरै धन्यवाद। हजुरबाट अल्छीपनाको सारा खेल बुझे। गौतम बुद्ध भन्नुहुन्छ, मेरो यो कुरा सधैँ याद राख्नु, जहाँ जहाँ स्पष्टता हुन्छ, जहाँ काम गर्नुको ठूलो कारण छ, त्यहाँ कहिले अल्छीपना हुन सक्दैन।